ताते त अनि यो माथि यो हल्का बादल देखिँदैछ त्यसको मुनिपट्टि तातो मैले भन्नु खोजेको तपाईँको अलिक तान्दिन भनेको चाहिँ यही ठाउँ हो कि यो 4.5 किलोमिटर चाहिँ साह्रै खतम बाटो छ यस्तो सिधै उकालो छ के सागरमा चल्न कति आर्गनले कति साह्रो हुन्छ होइन अनि त्यहाँ पुगेपछि बेग्लैमा जान्छ त्यस्तै हो नि यहाँ पनि उफ टाउको दुख्ने अनि बमिट आउन खोज्ने म त्यस्तै भइरहेछ आज ल 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 गाइस भिडियो भएको हैन स्लिपै गयो त अनि कभी कभी ऐसा भी एक्सपीरियंस लेना पड़ता है गाइस देखिए यो माथिल्लोपट्टि बाटो देख्नुभयो इन्डियाको बाटो नेपाली गाडी दिँदैन त्यो त्यो दिँदैन अब यहाँ बिचको बाटो जानु पर्यो यो नाचुमा यो पत्र यार भाले पनि 4.5 केजीको भाले यार लोकल ए दाइ फेरि कस्तो दुःख सुख होस् तपाईहरु आउनु तपाईहरुलाई वेलकम अनि अब फेरि अन्य नयाँ आउने आगन्तुकहरुले तपाईहरुले नयाँ सूचना नराम्रो भए पनि राम्रो खबर चाहिँ पुर्याइदिनुहोस् गाइस अब बिजी ब्लगमा स्वागत छ तपाईहरुलाई हैन आज हामी अब फालेलुङ गाउँपालिका भन्ने ठाउँ 5 थरको ठाउँ जाँदैछौँ 24 गाउँपालिका राजारानी धनकुटाबाट हैन यहाँ रमाइलो गर्दै बाइकमा जाँदैछौँ अब चाहिँ तपाईहरुले ब्लग हेर्नु होला यस्तो इन्ट्रेस्टिङ ब्लग बन्दैछ गाइसहरु भोलि र पर्सि बिदा भएकोले गर्दा अब हामी अफिस टाइम सकेर अहिले आएर बेलुका हिँड्न आँटेको छौँ हैन अब आज हाम्रो जाने भनेको चाहिँ बुधबारे लगभग रवि भनेको 5 थर पर्छ अब हामी हिँड्न आँटेको छौँ राजारानीबाट साथीहरु आउँदैछ ठ्याक्कै भिडियो गर्दा गर्दै आइपुगिरहेछ हैन सन्दीप हाम्रो सन्दीपजी र निमेश दाइ हुनुहुन्छ ल अब यहाँबाट हामी लाग्दैछौँ 5 थरसम्मको यात्रामा है गाइस ल राजारानीबाट लगभग सबैजना सामानहरू किनेर रेडी भएर लाग्यौँ अब हामी ल हेर्दै गर्नु ल आज हामी बुधबारेसम्म अहिले राति आइपुग्यो यहाँ हैन अब हामी रविसम्म पुग्ने प्लान बनाउँदैछौँ राति कतिखेर कहाँ पुगिन्छ हैन अब रातिको भिडियो बन्दैन ल एकैचोटि हामी अब यहाँ बुधबारे पछाडि रवि पुग्यो भने यहाँ कहीँ पुगिन्छ त्यहाँ पछाडि एकचोटि बस्ने ठाउँ पुगेको सम्मको भिडियो आउँछ गाइस त्यहाँ पछाडि भोलिदेखिको आउँछ है हाम्रो कहाँ कहाँ पुगिन्छ 5 थरसम्म हिँडेको 5 थरको कता कता पुगिन्छ अहिले धनकुटा र 5 थरको सिमाना एरियामा हामी 6 नम्बर बुधबारे भन्ने ठाउँमा आइपुगेको छ राजारानीबाट चाहिँ हामी ट्याक्क सरहरुसँग रमाइलो गर्दै रवि 5 थर भन्ने ठाउँमा आइपुगिएको छ आजको बास हाम्रो रात परेर यहीँ बसिएको छ हैन तिमीलाई बाकोला बन्नेले मायालाई मनका मन मुहार छोडेको दर्शक बिनहरु यता हुनुहुन्छ हैन गाइस गुड मर्निङ हैन आज हामी रवि बजारमा चाहिँ ठ्याक्कसँगले आएर राति बसेर अहिले उठ्यो अब हामी जाँदैछौँ कहाँसम्म हुन्छ सुरेन्द्र सर फालेलुङ भन्ने चाहिँ छ अब फालेलुङ चाहिँ यहाँबाट लगभग धेरै टाढा नै रहेछ अझै पनि र पनि हामी ट्राई गर्नेछौँ कहाँसम्म पुगिन्छ हेर्दै गर्नु होला गाइस रवि बजार 5 थरको रवि बजार है यो चाहिँ हाम्रो पानी सर पानी आरे ल हाम्रो आन्टी हुनुहुन्छ आन्टीले यसो आएर हामी यसरी बस्यौँ डिस्टर्ब गरेन आन्टीलाई कस्तो लाग्यो यस्तै खालको हैन अब हामी त घुम्दै हिँडेको मान्छे हजुर युट्युबमा चाहिँ आउनु पर्यो जोतमा मोबाइल दर्शाएर मात्रै हुँदैन नि सन्दीपजी के खानुभएको बिहान बिहानै
ल हाम्रो गाडी निकाल्ने काम भइरहेछ अहिले होइन। अब हामी यहाँदेखि चाहिँ रवि बजारदेखि चाहिँ हामी आज यो होटलमा हो बसेको, माथि टपमा बसेको थियौँ होइन। राम्रो छ एकदम बसाइ। हामी चाहिँ यहाँबाट अब के भन्छ पूर्वपट्टि होला यो। अब हामी रवि बजारबाट राकेसम्मको यात्रा हुँदैछ। राके पुगेर हामी खाना खाँदैछौँ गाइस होइन। खाना खाएर त्यहाँ पछाडि लगभग खोइ जाने चाहिँ फालेलुङसम्म नै जस्तो छ, के हुन्छ अब। यताबाट आएको हुन्छ यस्तो घुमेर। हामी लाग्यो गाइस अब यहाँबाट रविबाट चाहिँ राकेसम्मको हामी यात्रा हुँदैछ। अब कहाँसम्म हुन्छ गाइस हेर्दै गरौँ होइन। बाटो यस्तै छ। मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 2 अरे है यो चाहिँ साथीहरू। ल सन्दीपजीहरू आइपुग्नु भयो होइन। सप्तमी बजार अरे सन्दीप यो चाहिँ। राके त कहाँ यति छिटो आइन्छ त। हिले डाँडा जाने अरे सर हामी। हिले डाँडा 5 थरको हिले डाँडा अरे यहाँ मास्तिर ट्याक्क त्यहाँ गएर अब एकछिन भ्यू हेरौँ होइन हामी। के हो यहाँ त ब्ल्याक आयो त। ब्ल्याक चस्मा लगाएर ब्ल्याक आयो लगाइछ यस्तै छ होइन। यो डाँडाको माथिको भ्यू अब तपाईँलाई यहाँ पछाडि हेरिहाल्नुहुन्छ है तपाईँहरूले। ल गाइस यस्तो देख्यो त एकैचोटि अनि के हो सर यो के हो पुरै डाँडामै पुग्ने रहेछ नि त नि। चिप्लिन्छ होला है यहाँ त। किन माथिबाटै आउँदा अहिले ओह्रालोमा चिप्लिन्छ नि फेरि गाडी त होइन हो। हिवारी डाँडा हिलेमा हार्दिक स्वागत छ अरे लगाइछ 5 थरको। यहाँ रहेछ नि त टप। ल झुलुङ्गे पुल पनि छ त अनि यार। जाउँ जाउँ टपमै लिएर जाउँ सर। पिकनिक खाने ठाउँहरू रहेछ। ल गाइज हिले डाँडा अरे 5 थरको। ल गाइज हामी चाहिँ कहाँबाट कहाँ आइपुगिराखेको छौँ आज। टक्क हिले डाँडाबाट देखेको अगाडि कुम्भकर्ण हिमाल आज अलिक खुलेको छैन क्या हो। कुम्भकर्ण हिमाल यता यतापट्टि अर्को आमा के हो भ्यू त अनि। राम्रो भाइ विष्णु भाइ कस्तो छ भाइ? ओइ दाइ आमामा हेर्नु न यहाँ। ल 5 थरको हिले डाँडामा एकदम रमाइलो ठाउँ रहेछ गाइज। सबैजना घुम्न आउनु होला। अंसाराङ कता अरे सर टपमै बाइक आइपुग्दो रहेछ होइन। पिकनिक स्पटहरू। पाँच थरको मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 2 स्थित हिले डाँडा। ल गाइस भ्यू हेरौँ। अब यो हामी चाहिँ यस्तै छ।
यसपालिको घुमाइ भनेको हाम्रो राजारानीदेखि 5 थरसम्म भन्ने छ। 5 थरसम्म चाहिँ 5 थर हामी हिजै लागिसकेको छौँ। हिजै 5 थरको हाम्रो रविमा बसाइ भइरहेको थियो। अब 5 थरको पनि कुन कुन ठाउँ पुग्छौँ हामी पर्यटकीय स्थलहरू भन्ने भइरहेछ। अब त्यो हामी फालेलुङ जान सकिएन भने हामी ह्याक्तुङ झरना चाहिँ जाने हाम्रो भइरहेछ सल्लाह। जहाँ पुगिन्छ त्यहाँ हिँड्दैछौँ गाइज हामी आज होइन। ल गाइज झुलुङ्गे पुल रहेछ है यहाँनिर चाहिँ हेर्नु त। ल क्या दामी छ झुलुङ्गे पुल। हिवारी डाँडा हिलेमा हार्दिक स्वागत छ। ल मिक्लाजुङ 2 5 थर। ल पुलमा 20 जना भन्दा बढी मानिस ओहोरदोहोर नगरौँ। ल गाइज बुझ्यो होला नि। ल ताल छ त यार यहाँ मुनि त सानो ताल जस्तो बनाइदिएको रहेछ नि त। टुङ टुङ ट्याड्याउ। सबै आकाशको फल हेरेर नि ल गाइज हामी चाहिँ अहिले चाहिँ ट्याक्कसँगले 5 थरको हिले डाँडामा छौँ। अत्यन्तै सुन्दर ठाउँ रहेछ होइन। यहाँनिर चाहिँ तल पोखरीहरू पनि छ है 2टा गाई चाहिँ कस्तो दामी छ पोखरी। 2टा पोखरी सट्टसँगले। ल भोक लागेर हामी चाहिँ कोला खाँदैछौँ है हिले बजारमा हिले डाँडामा 5 थरको ट्याक्कसँगले। कोला पनि फेरि सर लत्याक्लुतुक भएको छ जाडोमा। यस्तो छ कोलाहरू है साथीहरू। ल कुचिएर बाइकमा होइन। ल मिक्लाजुङ 1 थापथोक घुम रहेछ है यो ठाउँको नाम चाहिँ। यसरी जाँदैछौँ है गाइज हामी चाहिँ होइन। क्यामेरा उपर हल्लिएका बाइकमा त्यही भएर अब सुई हिँडिन्छ। 5 थरको दाइ यो 5 थरको कुन बजार हो? पञ्चमी अरे यो पञ्चमी बजार अरे गाइज यो चाहिँ। अनि अघि उता पनि पञ्चमी यो 2टा पञ्चमी छ अरे क्या। चिसो पञ्चमी अरे अगाडिको भिडियोको अगाडिको हामी जुन ठाउँको पञ्चमी भन्दै थियौँ त्यो चाहिँ चिसो पञ्चमी अरे। यो चाहिँ प्योर पञ्चमी। ल हेरौँ गाइज पञ्चमी बजार 5 थरको। यो चाहिँ कुन गाउँपालिका पर्दो रहेछ हौ? हजुर मिक्लाजुङ नै हो यो पनि। पञ्चमी बजार गाइज। बाटो बन्दैछ। विकासको कामहरू पहाडी एरियामा पनि धेरै भइरहेको छ। बाजे अलिकति बाटो छोड्नु न। गुरुविसे पञ्चमी बजार चाहिँ रहेछ है यो। ल
पारी चाहिँ राके बजार देखिरहेछ है ल हेरौँ अब हामी यहाँबाट जल फेरि 3-4 घन्टा बाइकमा राके बजारबाट पनि राके प्रहरी चोक यहाँ छ बजारको लागि न उँभो कि उँधो हो यो जाने अनि टोलीहरू अगाडि नै लाग्यो त जाउँ न माथि बजारसम्म नै ल राके बजार आइपुगेको छ साथीहरू हामी चाहिँ होइन ल फागुनन्द गाउँपालिका 3 राके इलाम हो यो राके इलाम हो यो ए यता चाहिँ 5 थर ए यता उता इलाम यतापट्टि 5 थर रहेछ ल त्यही त हो के गरौँ सर कता लाग्ने हामी राके बजार 5 थर उतै लेखेको छ यो 5 थर लेखेको रहेछ उतापट्टि चाहिँ उता फेरि त्यही त उताको बोर्डमा इलाम लेखेको छ र नि यहीँ चाहिँ 5 थर यहीँ इलाम यो बाटो चाहिँ सिमाना रहेछ है गाइज ल यो चाहिँ चिम्फिङ भन्छ होइन यो कसले खानुभएको छ कसरी हो यो मुठाको यो कति रुपियाँ हो 100 रुपियाँ यो एउटा प्याकेट यो एउटा प्लास्टिकमा हालिदिनु न यसलाई यो एउटा लानु पर्यो म चाहिँ कोसेली होइन घरमा राम्रो छ है रहेछ है दाइ बजार यो अहिले म बसेको ठाउँ चाहिँ इलाम अरे उतापट्टि चाहिँ फेरि 5 थर रहेछ यो इलाम अरे नि त दाइ बाटो यता त्यस्तो रहेछ दाइ 100 रुपियाँ दिनु त छ भने लु मैले चाहिँ यो किन उयो झ्याउ चाहिँ कसरी बेच्नुहुन्छ यो चाहिँ केजीको 600 केजीको 1200 ए त्यो चाहिँ 600 को छुर्पी ललिपप होइन नलाने यो चिज हुन्छ क्या यो चिम्फिङ चिन्नेलाई मात्रै हो यो त्यो पनि ल सयले चामचिम दिनुहोस् न ल होइन नभएको अवस्था नभएको अवस्था
खाना खोज्दै खोज्दैछौँ है, अहिलेसम्म खानै भेटेको छैन हामीलाई। अघि एक ठाउँ सोधेको 4 ठाउँ मात्रै पुग्छ भन्नु हो, यहाँनिर चाहिँ छ कि छैन अब। पुग्छ हामीलाई 6 जनालाई? ए ल ल पुग्छ अरे। लु लु खानुपर्ने होटलमा छिरिएछ नि त। लोकलको सुप पनि ल ल यहाँ बसेर चाहिँ यो त इलाम होइन फेरि यतापट्टि त यता इलाम। हामी त इलाम र 5 थरमा खाना खानु होटलहरू खोज्दैछौँ, 2टा जिल्ला कुद्दै कुद्दै होइन। ल यहाँ खाना खाइयो, सबको अहिले पेट पूजा भइसकेको छ होइन। दाइ फुल होइन आधी मात्रै, फेरि आधी यत्रो हानेर पनि। ल ओए दाइलाई अझै एक थाल फेरि भात अर्डर गर्नुपर्ने हो नि त, आधी मात्रै भयो अरे। सोध्ने कुरा हो त। यहाँबाट चाहिँ हामी सिधै म्याङलुङ होइन, म्याङलुङ कि कहाँ अरे जाने? ए फिदिम 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 जान आँटेको। ल हाम्रो घोडालाई सर्भिसिङ यताउता मर्मत भइसकेको छ होइन। जारी 2 फिल्मको सुटिङ भएको ठाउँ साधुटार जाँदैछौँ, हेर्नु होला गाइज। अब त्यहाँ पछाडिको बाटोमा हाम्रो एकदम रमाइलो हुँदैछ। यहाँबाट हामी अब यतापट्टि राइट लाग्छौँ, यता लेफ्टपट्टिको बाटोबाट आएको अघि हामी चाहिँ। ल गाइज पोवा भन्ज्याङ 5 थर है हामी चाहिँ गाइज अहिले राकेबाट पोवा भन्ज्याङ 5 थर आइपुगेको छ। उत्रिने हो सर? यतैबाट कता गुरु मलाई लाग्छ यो बाटो के भन्नु कुन ठाउँ? साधुटार कति टाढो है? एकजनालाई कसलाई सोध्ने त? उहाँ बुढो मान्छेलाई थाहा छ। साधुतार जाने बाटो चाहिँ हामीले अहिले कन्फ्युज भएर यहाँ एकछिन रोकिएको छौँ। कोही हुन्न फेरि यहाँ सोध्नलाई पनि।
ऊ त्यहाँ अन्य अर्को बाटो छ अनि कता हो नि लु त सर जाउँ त म म्याप हेर्दै हेर्दै जाउँ तल्लो बाटो छ नि होइन बाटो चाहिँ ख छ है ख यहाँनिर चाहिँ जारी 2 भन्ने फिल्मको सुटिङ पनि भएको यही ठाउँबाट हो अहिले पनि सुटिङ भइरहेछ यहाँनिर म्युजिक भिडियोको जस्तो लाग्दैछ हामी आउँदा सुटिङ भइरहेको थियो यस्तो दामी भ्यू खुलेको छ होइन परको त्यो हिमालहरू हेरौँ गाइस ल पोखरी ठ्याक्क डाँडामा पिकनिक खाने ठाउँ यही हो है अहिले हामी चाहिँ साधुटारमा आएर चाहिँ यसो कुम्भकर्ण हिमालको भ्यू हेरिरहेछौँ यहाँबाट पिकनिक खानेहरू आइराख्नु भएको छ सुटिङ पनि चलिरहेछ शेर्पा कपाल अरे उहाँहरूको शेर्मा कपालको उहाँहरूको भिडियो सुटिङ भइरहेको छ हाम्रो पनि ब्लग सुटिङ भइरहेछ यस्तै छ होइन गाइज ल अब यहाँबाट हामी फेरि लाग्न आँटेको छौँ ल अब हामी यहाँबाट लाग्दैछौँ है गाइज यहाँबाट लाग्यौँ है त गाइज अब साधुटारबाट हामी फेरि पुनः अब यो अहिले कुन चाहिँ ठाउँ पो भन्दै थिएँ त्यही ठाउँ हजुर हो त्यहाँ पुगिन्छ ल हामी फिदिम बजार आइपुग्न आँटेको छौँ होइन दाइ यहाँदेखि सिधा तल देखिरहेछौँ फिदिम बजार चाहिँ अब हामी त्यहाँ फिदिम बजार पुगेर अनि कहाँ जाने त्यहाँ पछाडिको सल्लाह हुन्छ पहिला चाहिँ ग्यासकै बनाउन आँटेको सदरमुकाम तर सँगै समयमा त यहाँ त हाल्यो होला मजाले मोबाइलले त सबैतिरबाट हाल्नु खोजेको पूर्व माओवादी अरे दाइ के भयो झोक्राउनु भयो त निन्द्रा लाग्यो अघि म झन्डै बाइकमा निदाएको ल अब हामी यहाँबाट चाहिँ टक्क तल फालेलुङ होइन आजको बसाइ त यहाँ फिदिममा हुन्छ जस्तो छ होइन गाइज दामी रहेछ नि त पिस रहेछ नि त सर होइन यहीँसम्म साथीहरू आइपुग्यो ल फिदिम 5 थर आइपुग्यो है हामी चाहिँ फिदिम बजार 5 थरको सदरमुकाम यहाँ बसाइ हुन्छ अब गइन्छ कि बसिन्छ कि होइन टुङ्गो छैन कहाँ जाउँ त यता फेरि फालेलुङ भनेर सास जान आँटिरहेछ होइन अब जान पाए त हामीलाई पनि मजा हुन्थ्यो नि अब कति लाग्छ आन्टी फालेलुङ पुग्नु
सोधौँ न एकचोटि यहाँ कसलाई सोधौँ कहाँनिर यहाँभित्र पसलमा को हुनुहुन्छ यहाँ यहाँ सुन्नु न दिदी फालेलुङ जान यहाँबाट कति टाइम लाग्छ फालेलुङ हजुर फालेलुङ कहाँनिर जानुपर्ने ट्याक्कै भन्नु त फालेलुङ हामी त मेन घुम्ने ठाउँ छ नि डाँडा यहाँदेखि बाइकमा हो हजुर 2-2.5 घन्टा बिस्तारै जानुभयो भने हो लगभग 3 घन्टामा पुगिन्छ होइन 2 देखि 2.5 घन्टा नजाने मान्छे पनि पुगिहाल्नु हुन्छ हामी नयाँ मान्छे हो लगभग 3 घन्टा मात्रै पुगिने रहेछ यो जाने हो 3 घन्टामा पुगिन्छ भने त जानुपर्छ होला हौ हामी हिजैदेखि हिँडेको उहाँबाट फालेलुङको लागि ल 2 देखि 2.5 घन्टा अरे फलाटे अरे फलाटे चाराते फालेलुङदेखि चाहिँ हामी जानु खोजेको छ नि ठ्याक्कै ठाउँको नाम भन्नु न मलाई चाराते फलाटे ल यो पसलमा यसो फ्रीमा आएको बेलामा तुम्रो किराना पसलमा सामान किनेर तपाईँहरू घुम्न जानु होला है गाइज ल सबै थोक पाउँदो रहेछ यहाँ चिया भन्छ नि माथि 3 सिमानाहरू यो जस्तै नयाँ वर्षको 24 वर्ष हामी अब लाग्ने भयो फालेलुङै जाने भयो आज होइन फालेलुङ जाने भयो तर बसाइ चाहिँ आधी बाटोमा हुने रहेछ हाम्रो तेल हाल्न आएको छौँ होइन पेट्रोल पम्पमा अहिले तेल कम्ती भएर तेल हाल्ने हो अनि त्यहाँ पछाडि मात्रै हामी लाग्छौँ यहाँबाट टक्क तेल हालिसकेर नयाँ बिरालो चाहिँ दामी छ यहाँनिर यही होला हेवा खोला भनेको यही हो जस्तो लाग्छ गाइज मलाई होइन ल हामी यहाँसम्म आइपुग्यो है अहिले चाहिँ यहाँसम्म छौँ हामी फालेलुङै जाने जोस भयो हाम्रो फालेलुङ जसरी पुग्ने भयो हेर्दै गर्नु होला गाइज ल बाई बाई ल यहाँबाट सोध्नु पर्ने हो तिर्तिया फिदिम 2 के हो पालोटार के लेखेको छ काठको घर दामी बन्दो रहेछ गाइज ल सल्लाहको रुखको होइन तिर्तिया 5 थर पर्दो यो चाहिँ ल गाइज हामी चाहिँ फालेलुङ गाउँपालिका भित्र इन्ट्री गरिसकेको छौँ है गाइज ल ल अब आउँछ फालेलुङ हेर्दै गरौँ है यहाँ आकाशे भन्ज्याङ है गाइज ल फालेलुङ गाउँपालिका आकाशे भन्ज्याङ आइपुगेको छ हामी चाहिँ अहिले अब भनेको हाम्रो डेस्टिनेसन भनेको चाहिँ माथि एकैचोटि फालेलुङको टप डाँडामा जाने हाम्रो चाहिँ ल आकाशे भन्ज्याङ अरे गाइज फालेलुङ 8 पर्दो रहेछ होइन बाह्र लागेको मुनि हो त 4 राति 4 राति त अनि यो माथि यो त्यो हल्का बादल देखिँदैछ त्यसको मुनि पो त 4 राति उपर यो हल्का देखिँदैछ नि त त्यति बादलको मुनि त्यो बादल लागेकोमा जानुपर्ने है गाइज हामी चाहिँ उहाँ अझै पनि हामी फालेलुङ गाउँपालिका चाहिँ छिर्यो तर फालेलुङ गाउँपालिकाको हामी त्यो माथि सिमाना एरिया नै पुग्नुपर्ने उ त्यो बादल लागेको छेउमा अरे अझै त्यो पनि मेन डाँडा चाहिँ होइन अझै के अरे त्यो ठाउँको नाम चाहिँ गाह्रो रहेछ त यार ल के आकाशे के अरे यो ठाउँको नाम आकाशे भन्ज्याङ 5 थरको फालेलुङ गाउँपालिका वार्ड नम्बर 8 यहाँ आइपुगेको छ गाइज यहाँसम्म चाहिँ दुःख सुख आइपुग्यो अब फेरि हेर्दै गर्नु होला पुगिन्छ पुगिँदैन
मेमेङ अरे पुगिँदैन र यहाँबाट 1 घन्टामा यहाँबाट अनि त्यहाँबाट पनि अनि बेबेकबाट 4 राते चाहिँ 4 रात बेबेकबाट कति लाग्छ यहाँबाट लगभग तपाईँको कति किलोमिटर यहाँदेखि प्राङ्गमुख पुग्नु तपाईँहरूले 2 घन्टा लाग्छ त्यहाँदेखि माथि त्यति नै लाग्छ 4 रात पुग्नुलाई होइन बेबेकबाट अलिक छिटो भन्छ नि मेमिङबाट होइन हौ तपाईँहरू 4 रात जाने भने यतैबाट जानु के किन मेमिङ किन्नुहुन्छ बेकारमा प्राङ्गमुख बिहिदिङ बजार त्यो दामी छ त यो बजार बिहिदिङ बजार होइन सर यो ल हामी चाहिँ बिहिदिङ बजार आइपुगेको छ 5 थरको ल के लिनुभएको सर यो चाहिँ बाँसबोटे अरे है गाइस ल बाँसबोटे आइपुग्यो 5 थरको बाँसबोटे भन्ने ठाउँ ल हामी चाहिँ उत्रेर अब यहाँ कट्दैछौँ बाटो अप्ठ्यारो छ होइन त सर अर्कोको जस्तो छ प्राङ्गमुख त तपाईँहरू पुग्नै हुन्छ होला होइन होमस्टेमा बस्नुहुन्छ होला त्यहाँबाट फेरि यस्तै आइने हो यो सिधा त हो खासमा फलेको भने यता आउनु परेन त्यहाँ परदेखि उकालो जान्छ यस्तो यस्तो दमदमै छ उकालो मेमेङबाट भनेको तपाईँहरू 3 सिमाना जानु सजिलो मेमेङबाट मेमेङबाट जाने हो भने चाहिँ 3 सिमाना हो फलेके र चाराते चाहिँ यता एउटा हो 3 सिमाना उता पल्लो हामी जान खोजेको 3 सिमाना होइन तपाईँहरू 3 सिमाना कि धेरै जाने अहिले चाहिँ चाराते हो याक्लस भन्ने एउटा सन्दकपुरको नजिक सन्दकपुर उता पर्यो अलि वरतिर थकुम भन्छ चौरी मत्सव चाहिँ त्यही हो चाराते नै प्राङ्गमुङदेखि पनि सजिलै छ बाटो गइरहेको छ गाडीहरूमा गइरहेको छ यताबाट पनि जाँदा चाहिँ छिटो चाहिँ हुन्थ्यो तर अलिक ढिलो आउनुभयो त्यसो गर्दा तपाईँहरूलाई अलिक समय लाग्छ त्यही हो तपाईँहरूलाई 2 घन्टा त बाइकमा कम्तीको ल गाइस हामी चाहिँ प्राङबुङ आइपुग्यो ल हो रहेछ है गाइस ल प्राङबुङै रहेछ होइन सर बल्ल बल्ल आइपुग्यो होइन त्यहाँदेखि 5 किलोमिटरमा जलजले पोखरी छ यो पोखरीमा गएर 4 महिना नगर्नु यहाँ त एकदम कालो नाक बसेको छ कि खतरा त्यहाँदेखि 4.5 किलोमिटरमा यहाँ 4 राते छ नि यही ठाउँ हो त्यो सुटिङको ठाउँहरू मैले भन्नु खोजेको तपाईँहरूको अलिक तान्दिन भनेको चाहिँ यही ठाउँ हो कि यो 4.5 किलोमिटर चाहिँ साह्रै खतम बाटो छ यस्तो सिधै उकालो छ कि यो जुन जलजले पोखरी छ नि त्यहाँदेखि अलिक माथि यहाँसम्म पुगेपछि अलिक खाडो छ कि 75 किलोमिटर 75 होइन 7.5 किलोमिटर पनि छ टोटल कति रहेछ यहाँ 5 12 417 किलोमिटर यो 17 किलोमिटर भनेर चाहिँ हेल्थ केयर गर्न जानु हुँदैन यो बाटो खराब छ कि मधेसतिर हो भने त आधी घन्टा लाग्दैन होला यो बाटो कुद्नु आधी घन्टा कहाँ लाग्छ र यतातिर हो भने चाहिँ अब फेरि 2 घन्टा 3 घन्टा टाइम राखेर म्याप हेरौँ यहाँ म्याप पनि छ सम्पर्क नम्बर पनि राखिदिनु भएको रहेछ यो सम्पर्क नम्बर पनि नमान्ने चाहिँ यही हो कि त्यो जलजले पुगेर जलजले ठेल्दै लानु पर्यो होइन रेस गर्दै बिस्तारै जाँदा हुन्छ होला अनि त्यहाँ चाहिँ हामी पनि ओह्राल्नै पर्छ कि 150 नम्बर चाहिँ 8 नम्बर जाँदा त्यस्तो फेरि शीत होला त्यो शीतहरू जमेको हुन्छ नि त किन्दैन तल झऱ्यो तर जान्छ नि यो ठाउँदेखि जान्छ यो सन्दकपुर पुग्ने 1 किलोमिटर भएपछि पुग्दाखेरि आउने ठाउँ पुग्छ कि यसो गाडीको बाटो जाने ठाउँ देखिन्छ अनि यहाँदेखि नै छुटिन्छ गाडी चाहिँ तपाईँहरूलाई पुग्नु भनेको अझै भैँसीसम्म गाह्रो क्या त्यहाँदेखि एउटै त बाटो छ बाइक हिँड्ने त्यहाँदेखि त कतै छ ल हाम्रो चाहिँ जहाँ सजिलो हुन्छ त्यहाँ यहाँनिर भाले लडिरहेछ है हाम्रो अङ्कलले व्यवस्था गरिदिइसक्नुभयो होमस्टेको अङ्कलले यता चाहिँ हाम्रो
तातो पानी कार्यक्रम भइरहेछ सरहरू तातो पानी लिँदै हुनुहुन्छ होइन ल म पनि मेरो पनि यहाँ तातो पानी छ है फेरि अरू सोच्ने होइन है गाइस तातो पानी हो नि ल अनि हाम्रो यहाँ आन्टीले भेडाको सिकुटी हामीले भेडाको सिकुटी मगाएको छौँ मगाउनु लगाएर भेडाको सिकुटी दामी बन्दैछ है गाइस यहाँनिर ल आन्टीले बनाउँदै हुनुहुन्छ होमस्टेको आन्टीले आन्टी यो होमस्टेको नाम चाहिँ के हो तपाईँको होमस्टेको सामुदायिक होमस्टे प्राङबुङ आउँदाखेरि यहाँ निक्लिने है गाइज ल हेर्नु यहाँ कस्तो दामी पाराले सजाएर टक्कसँगले टक्क जसरी बस्दा पनि अर्ग्यानिक पिराहरू पनि टक्क आफै बुनेको त्यही बुनेको पिरामा सन्दीपजी बसेको हाम्रो दाइ चाहिँ टक्कसँगले रातो देख्ने बित्तिकै फेरि होइन सोच 150 भोल्टको झट्का हान्छ है यसले ल आजको हाम्रो रुम चाहिँ यो है गाइजी 2 जना माथि 2 जना पल्लोमा 2 जना तल भुइँमा हो 6 जना एकै ठाउँ सुत्ने भयो 2टा रुम नलिने भन्ने भयो तातोमा बस्ने भयो रुम चाहिँ यस्तो छ ल होमस्टेको राम्रो छ यतिको तातो माटोको घर छ काठ भएको मलाई त होइन आउँछ कि अलिक अल्छी लाग्छ होइन त्यहाँ बोट टुङटुङ गरौँ होइन छिटो हुन्छ के एकछिनै म अचानो र ऊ ल्याउँछु धरेन दाइ बन्दैछ है यहाँ कत्रो यार भाले पनि 4.5 केजीको भाले यार लोकल ए दाइ फेरि कस्तो कति केजी गरे ए मिलेन क्या अब यो कसैले पत्याउँदै नपत्याउने भयो 3 केजी 200 ग्रामको भाले हो है साथीहरू यो त उचाल्दा पनि चिन्छन् होला नि त हौ यत्रो भाले 1.5 केजीको त हुँदैन नि त हो होइन दाइ दाइ तपाईँलाई तातो पानी ल्याइदिउँ 4 केजीको भाले ल्याएर नभनौँ न हौ आन्द्रा भुँडी राख्ने पो ल्याउनु पर्यो ए त्यो धुवाले त नि बनाना मुला के बाजिरहेको भाले बनाउनुलाई पनि एउटा अन्डामा बाजी राख्नु त्यही त खिचेको नगर अहिले के खिच्छु त नि एउटा अन्डामा बाजी हुन्छ यार केटाहरू हाल्ने कहिले होइन खिचेको छ तातो पानीले जुगा खजान्नै पिल्छाइदियो हाम्रो लोकल भालेकै फर्स्ट खुट्टाको आइरहेछ पिस ट्याक्कसँगले हाम्रो यहाँ तास चल्दैछ यसो रमाइलोको लागि के झरो हो यहाँ फेरि आमामा कल ब्रेक जाँदैछ लेखाइ यस्तो चल्दैछ यहाँ नाम पनि हेरौँ है लेखाइ यस्तो छ होइन साथीहरूको ठिक छ ल सुरेन सर हजुर के छ आजको विषयमा भनिदिनु न सर ल हाम्रो प्राङबुङमा चाहिँ रमाइलो हुँदैछ होइन साथीभाइहरू यो नाचुमा यो म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै ल गुड मर्निङ है गाइजहरू सबैजना ल के छ अब आजको कहाँ पुग्ने अरे डेस्टिनेसन सर ल दिन त सर हामी इन्डिया र नेपालको बोर्डर एरिया चाराते हजुर फलौट त्यसपछि सन्दकपुर हुँदै चाहिँ त्यो घुमेर चाहिँ हामी फर्किने यात्रा हो अहिले चाहिँ हामी होइन पाँचथर जिल्लाको चाहिँ फालेलुङ गाउँपालिका प्राङबुङमा छौँ यो चाहिँ चाराते एरिया जाने चाहिँ त्यसको आधार क्षेत्र हो यो अब यहाँबाट हामी उकालो लाग्नु आँटेको छ हो त्यसको हाइट कति छ अरे सर हामीले सुनेको चाहिँ हामी जान आँटेको त्यसको लगभग 3200-3400 मिटर 3200-3400 मिटर लेक लाग्ने सम्भावना पनि बेसी छ होइन 3500 लु आन्टी अब हामीले होइन हिजो के अब कहिले खाँदा ओर्दा यसो बस्दा के बोल्यो होला के भन्ने होला होइन त्यसमा केही नरिसाउनु होला
होइन हिजोकै दिनमा त्यसको लागि चाहिँ हामी सुविधा तपाईँहरूले भने जस्तो हामीले पुर्याउन सकेनौँ। आम्मामा हजुरको सेवा सुविधा त आम्मा ल नेक्स्ट टाइममा तपाईँहरूलाई फोन गरेर हो आइदिनु होला। भिडियो हेरेर आउने मान्छेलाई पनि त्यही भन्नुहुन्छ नि होइन फोन गरेर आइदिनु होला सम्पर्क गरेर होइन सम्पर्क नम्बर मेरो 98 17 92 18 25 हो। सम्पर्क गरेर आउनु होला। ल आन्टी हजुर ल अङ्कल तपाईँको भनाइ के छ अन्तिममा मेरो अब होइन दुःख सुख होस् तपाईँहरू आउनु तपाईँहरूलाई वेलकम अनि अब फेरि अन्य नयाँ आउने आगन्तुकहरूले तपाईँहरूले नयाँ सूचना नराम्रो भए पनि राम्रो खबर चाहिँ पुऱ्याइदिनुहोस् ल अब हामी प्राङबुङ बजारबाट कालिका माविको खेल मैदान रहेछ यो चाहिँ फ्लग लाइटहरू राखेर राति पनि गेम खेल्न मिल्दो रहेछ है यहाँनिर चाहिँ एक्कसँगले प्राङबुङ बजार ल गाडी आज राति यहीँ थियो हाम्रो हिजो चाहिँ हामी यहाँ तल अगाडिको होमस्टेमा बसेको थियौँ र अब आज हामी यो उकालो सिधै 2 घन्टा उकालो जानुपर्ने अरे यस्तो छ होइन तयारी अवस्थामा हिँड्नुको लागि ल हामी चाहिँ उकालो यहाँ नतानेर उर्लेर आउँदैछौँ है गाइज साह्रो गाह्रो बाटो रहेछ आधी घन्टा जति भयो हिँडेको यति यस्तै छ आधी घन्टामै अझै 1.5 घन्टा लाग्छ अरे यहाँबाट समाउनु पर्छ सर लु त सर मै पो चिप्ले त अनि जुत्ता जुत्ता चिप्लेर टेक्नै सकिँदैन त यहाँ त आम्मा लिकबाट झन् लिकबाट चढ्दैन सर ओर्लिनु त दोरी आरसी लगाउँ आम्मा गाई चाहिँ हामी चिप्लेर बाइकै हिँड्दैन चिप्लेर सबै जमेको छ है बिस्तारै बिस्तारै यहाँ पनि चिप्लिन्छ सब जमेको छ है आम्मा हैट त्यही भएर त मान्छेले भनेको रहेछ त है गाह्रो हुन्छ भनेर हैट जमेर सब जमेको छ गाई चाहिँ समाउनु पर्छ नि सर लु त चिप्लेर चढ्दैन हामी ल ल ल ल कुदाउनु जाने ए खाल्डोमा छिर्लाई हेर्नुहोस् गाइस हाम्रो ला यार विष्णुनगरको सबै अर्को सब छैन बाइकले उछिट्याएको क्या अर्को सबै छैन? चक्काले अर्को छैन छैन नि लाई यस्तै हो सर अब माथि पुस्नुपर्छ ला सेतो जोगाउँदै बसेको त यहाँ आएर गाई यस्तै हो सर गाह्रो छ है गाइजहरू त्यति सजिलो छैन है गाई त्यति सजिलो छैन घुम्नलाई यस्तो जमेको ठाउँमा फुटबल ग्राउन्ड छ यार यत्रो माथि आममा हाइटमा पुरै चल्न कति आर्मले कति साह्रो हुन्छ होइन अनि त्यहाँ पुगेपछि बेग्लै मजा आउँछ त्यस्तै हो नि यहाँ पनि यस्तै हो जमेको लड्दै जाने हो होइन बतासे होइन हौ बतासे भन्ने चाहिँ यता हो र भैँसी भैँसी भन्ने चाहिँ होला यहाँ बसेर के खाएर जानुपर्छ सर होइन हामी चाहिँ भैँसे भन्ने ठाउँमा आइपुगेको छ फालेलुङ गाउँपालिका
यस्तै छ भ्यू हेरौँ न आम्मामा हिमाल कस्तो दामी देखेको यार अहिलेसम्मको यात्रामा चाहिँ लड्दै पढ्दै होइन सर यस्तै यी पेनहरू होइन हल्का हामी अब म त काब्बु अब यहाँ भैँसेबाट हामी फेरि ठ्याक्क उकालो लाग्दैछौँ ल गाइस हेरौँ यहाँ यो हेरौँ त यस्तो सेतै छ पुरै आम्मा सबै हिउँ परेको के हो यो त यार बाफ्रे बाटो पनि त्यस्तै छ हिँड्दा हिँड्दा गाँड मस्किसक्यो है साथीहरू ठाउँ चाहिँ दामी छ क्या त हेर्नु हिँड्दा पनि बरु होइन बाइक नचढेर हिँड्दैछौँ है गाइस हामी चाहिँ उकालोमा यो के को ढुङ्गा रहेछ यार यस्तो बनाउनु पर्छ हजुर ए त्यही त यसलाई चाहिँ देउराली भन्छ होला होइन यस्तो छ ढुङ्गाको काटिदिउँला बरु जम्मै आमा ल बाटो चाहिँ साह्रै अप्ठ्यारो यस्तो पुरा जमिरहेछ है गाइज ल यस्तो जमिरहेछ कि यस्तो फेरि पारी हिमाल पुरा लेख लागे जस्तो भएर यहाँ बमिट आउनु खोजेर होइन रिङटा लागिरहेछ र यहाँ एकछिन रेस्ट गर्दैछौँ हामी चाहिँ यस्तो दामी ठाउँ छ गाइज ल हेरौँ त यस्तो दामी बाटो है सर यो ठाउँको नाम के रहेछ सुरेन्द्र सर पढ्नुभयो सर के ठाउँ रहेछ यो जलजला ए ल जलजलामा आइपुगेको छौँ हामी चाहिँ क्या दामी भ्यू देखेको यार कहाँ बाटो सर आम्मामा ल जलजला भन्ने ठाउँ आइपुगेको छ 5 थरको एकदम यो पर्यटक स्थल यो पनि धार्मिक स्थल पनि रहेछ होइन यस्तो दामी ठाउँ यार डस्टबिन ठिक लाग्यो यार यहाँको सर मलाई बाँसको हामी ऊ त्यो पारी डाँडा जाने हो अब ठ्याक्कै अगाडि पारी डाँडा है गाइज हाम्रो चाइना इन्डिया सब नेपाल 3टा देशको बोर्डर ठ्याक्कै त्यहाँ पर्यो गाइज 1 घन्टा भइसक्यो हिँडेको यार उकालो बाइक नचढेर आम्मामा सिङ्गल मात्रै जाने भयो बाइक अनि उताबाट पठाइदिएको छौँ हामी चाहिँ सरहरू अगाडि हिँड्दै हुनुहुन्छ म त गलेँ फालेलुङ गाउँपालिका 4 राति भन्ने ठाउँ जाँदैछौँ हामी प्राङबुङबाट आज अघि बिहान 6-7 बजीतिर हिँडेको थियौँ अहिले 10-11 बजिसक्यो होला भोक पनि लागिरहेछ हाइट पनि लगभग 3000 मिटर है फिट होइन फेरि मिटरमा छ यो ठाउँ चाहिँ बोल्नु पनि सकिरहेको छैन गाइज अझै पनि बाटो यस्तो आइरहेछ कहिले कहाँबाट छ हौ 2 जना चढ्ने ठाउँ हो कहाँ माथि कराउँदैछ नि त नि ओ दाइ उमेश दाइ गलिएन म त फाँक भइसकेँ यार खोइ सुरेन्द्र सर बाटो हेरौँ है उताबाट जाने सर्टकट अब यहाँबाट फेरि तान्दैन बाइकले नै अनि टोलीहरू भिडियो हेरेर चाहिँ मजा मान्छ होला नि दाइ दामी ठाउँ रहेछ घुम भन्छ होला
त्यति सजिलो छैन है राम्रो ठाउँमा आउनुलाई फेरि टोलीहरू माथि पुगिसक्यो भारी फेरि यहाँ क्यामेरा छ पछाडि चोलै 10 केजी अनि आई दुध एउटा ब्याग होइन दाइ अनि मोटो ज्यान ओए ओए झन्डै लडे यार कभी कभी ऐसा भी एक्सपीरियंस लेना पड़ता है गाइस देखिए ब्लॉक ऐसा कर रहा हूँ मैं फाक हो रहा हूँ बंदिनु अरे क्या फेरि हे कुम्भकर्ण हिमालय गाइस लेख लाग्ने रहेछ नि त यार टाउको दुख्ने अनि बमिट आउन खोज्ने म त्यस्तै भइरहेछ आज भुटेको मकै अनि एक्सट्रिम अनि अदुवा यति चाहिँ अनिवार्य हुनु पर्दो रहेछ है गाइज यतिको हाइटमा लगभग 3000 देखि माथिको हाइट चढ्न थालेपछि अनि लेख लाग्ने सम्भावना बेसी हुँदो रहेछ मेरो आजको यो अनुभवमा चाहिँ यस्तो हुँदो रहेछ गाइज हाइट साह्रो भइसक्यो यार हिँड्दा हिँड्दा यो हिमाल टल्केको देखेपछि चाहिँ फेरि यो हिँड्नु जति पनि जोस आउँदो रहेछ क्या गलेको पनि बिर्सिहाल्छु त्यो पछाडि यस्तो फर्केर हेर्छु आनन्द लाग्छ यार नेपाल कति दामी छ यार घुमेकै छैनौँ हामी मैले लगभग अब चाहिँ 15-16वटा जिल्ला चाहिँ मैले पनि सकेँ होइन ट्राभल गरेर अबको मेरो सोच भनेको कोसीपारीको जिल्लाहरू घुम्ने छ बागाइस यहाँ अगाडि हेरौँ त ल मामा यस्तो छ है ल ए हाम्रो उमेश दाइ तलबाट हिँड्दै आउँदै हुनुहुन्छ सकिएन दाइ रेस्ट गरौँ न हरू मासतिर पर्खिराख्नु भएको छ होइन सुति के हो उफ यहाँ ल सुरेन सर के भयो टाउको दुख्यो क्या हो जिउँदो लास ओइ त्यस्तो हुँदैन सर लगाइछ टाउको दुख्यो क्या बर मकै पनि ल्याएको छ गाइस यहाँ मैले गोजीमा दस मिनट अब बाइकमा उयो माथि हो ल गाइस ब्लग आउँदैछ हेर्दै गर्नु होला दुःख उपर पाइएको छ हिँड्दा 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 होइन सर यस्तो गाह्रो हो नि हामीलाई लास्टै गरिलिएको छ है कुदाउने मान्छे पनि उस्तै गाह्रो बस्ने मान्छे उस्तै गाह्रो 3000 चाहिँ क्रस भएछ हाइट होइन ल गाइज यतिको चाहिँ हुनु पर्यो है ठाउँ भनेको चाहिँ फेरि ल नेपालको झन्डा जस्तो छ है ताल पनि यतिको चाहिँ हुनु पर्यो नेपालको झन्डा जस्तो ताल अहिले नै पहिले फर्स्ट टाइम देखेको है फोटो पनि देखेको थिइनँ यार यसरी भिडियो बनाएन भने त ए अहिले बनाएको भन्छ होला यार यो ठाउँ चाहिँ देखेर लगाइछ 5 थरको फालेलुङ गाउँपालिका स्थित रहेको नेपालको झन्डा जस्तो ताल छ यार हेरौँ त गाइस नेपालको झन्डाको नक्सामा छ यार ताल यस्तो दामी भ्यू छ नि यार ल गाइस अब हामी यहाँबाट लाग्दैछौँ तल चौरीहरू चढ्दैछ होइन हिमाल ट्याक्क पारी नेपालको झन्डा जस्तो ट्याक्क ताल होइन नेपालको झन्डाको आकारमा कुम्भकर्ण हिमाल अगाडि हामी पनि अगाडि अब यहाँबाट पनि अझै अगाडि जाँदैछौँ हामी ठ्याक्कै त्यो पारीको डाँडासम्म पुग्छौँ जस्तो छ गाइस अब त्यहाँदेखि चाहिँ फर्किन्छौँ है हामी ल पदम सरको के छ पोस्ट पो दामी आयो त ल खोलै जम्दिरहेछ यार आमा लो खोलै जम्दिरहेछ यार ला मेरो जुत्ता त लास्ट चिप्लो छ यार चढ्नै सक्दिनँ नि त हजुर
आम्मा खोलै जम्दिरहेछ त यार गाइस के हो यो हो त्यसो गरे अलिक यता सर यो के भएको टक्क आरोहण गर्दै गरेछ त्यही बस्न ल यहाँ हेरौँ न गाइस यो के हो म त एकचोटि यत्तिकै खिचिदिन पनि जान्छु सर ल अनि तपाईँको पनि निकालिदिन्छु फोटो खिच्दैछ एकछिन टोल एकदम हिउँ जमिरहेछ है मरिन्छ नि सानो सानो सर भिडियो बनाउनु ल ल हाम्रो विष्णु सर जाँदै हुनुहुन्छ यहाँ लक लगाउनु पर्यो ल 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 गाइस स्लिप्दै गयो त अनि ल ल गाइस आइस जमेर बाटोमा बाइकै चढेको छैन होइन पुरा बाटोमै आइस जम्तिरहेको छ यार आमा बाटो पुरै आइस हिउँको थुप्रो हेरौँ गाइस लो आमामा यार लौ सबै जमेको छ त नि हिउँको खोलै हेरौँ है ल गाइस आइपुग्न आँट्यो है हामी चाहिँ उयो परको डेस्टिनेसन हो अब रमाइलो हुँदैछ हाम्रो भ्लग अनौठो अनौठो यहाँ अचम्मका अब पुरा काहीँ जमेको छैन खोला मात्रै जम्दिरहेको क्या हैट हैट ल गाइस अब चाहिँ हामी के अरे सर यो ठाउँको नाम के अरे चार राते भन्ने ठाउँ आइपुग्यो गाइस होइन बल्ल बल्ल यति दुःख गरेर बतास चल्यो यहाँ पनि जमिरहेछ फेरि पुरै पुरै हिउँ क्या है आमा ल आमा कति दुःख गरेर आइपुग्यो है सर यता यहाँको दुःख त ल आहा यो कास दाइ सर यो क्या दाइ ल सानो पोखरी रहेछ होइन यो चाहिँ हिउँ पाक्लेर जमेको पोखरी जस्तो छ कि पोखरी नै हो सधैँभरि यहीँ हुन्छ है क्या हो पानीहरू छ पाइपहरूको ल लगभग हामी डेस्टिनेसनमा आइपुग्न आँट्यौँ है गाइस लु हेरौँ पाँचथरको फालेलुङ गाउँपालिका स्थित के राते अरे सर चार राते भन्ने ठाउँ हो यो केरलामा त सर नेपालको 55 का मुनि 4 नम्बर पिलर है गाइज लो हेरौँ तपाईँ कहाँ तपाईँ इन्डिया नेपाल आइगयो सट्टै ल पर्यटकहरू पर आउनु हुँदो रहेछ क्या यता चौरी दिदी है चौरी दिदी हुनुहुन्छ यहाँ चौरी दिदी ल
इन्डियाको बोर्डर है यहाँ उतल इन्डियाको प्रहरी कार्यालय छ चेकिङ पोस्ट इन्डियाको झन्डा राखिरहेको छ त्यहाँ यहाँसम्म नेपालको गाडीहरू आइरहेछन् हाइट भनेको 3500 देखि 3700 मिटरको हाराहारीमा हाइट हो यहाँको निकै नै सुन्दर छ यार यो ठाउँ त यार आम्मा यतापट्टि सबै इन्डिया है गाइजी यिनीहरूको बोर्डरमा त सबै तार जाली लगाएको छ यार हाम्रोमा त लाउँदैन नि यहाँ त यहाँ मन सिमानादेखि कटेको छुइनँ है गाइजी यहाँ छ पिलर यिनीहरूको हेर्नु त्यहाँ तार जाली लगाएको हाम्रो भनेको नमस्ते नेपाल होइन हाम्रो त इन्डियाको हेर्नु लु नेपालको बोर्डरमा जाली लगाएको छ सबै हिन्दीमै छ यहाँ हेर्नु सिमानामा पनि बोर्डर यहाँ छ पिलर यहाँ छ यो नेपालकै एरियाभित्र खम्बा गाडतिर छ र पनि बाल छैन यार है यहाँ र न है आम्मा पेलेको हेर न नेपाललाई अब बस चल्दो रहेछ एकदम चिसो रहेछ क्या डाँडामा 3500 भन्दा प्लस 3500 प्लस मिटर हाइटमा छौँ हामी अहिले होइन अब यहाँबाट हामी सन्दकपुर हुँदै चाहिँ हामी कुन बाटो निक्लिन्छौँ अरे दाइ यहाँ इलाम निस्किएर तर अब यहाँ आउँदै गर्दाखेरि हामीले भोगेको कुराहरूलाई मध्यनजर गर्दा चाहिँ अब पर्यटकहरूलाई आउनुको लागि चाहिँ सबैभन्दा ठुलो कुरो चाहिँ बाटो सहज हुनुपर्छ बाटो एकदमै अप्ठ्यारो भएको भयो त्यसलाई पर्यटक आन्तरिक पर्यटक बाहिर पर्यटकहरू बढीभन्दा बढी भित्रको लागि चाहिँ त्यो यातायात बाटोलाई चाहिँ एकदम सर्वसुलभ सहज गर्नुको लागि चाहिँ अलिकति बाटोलाई गरेर चाहिँ एकदम राम्रो बनायो चाहिँ अझ धेरै यहाँ चाहिँ पर्यटकहरू चाहिँ बढ्ने सम्भावना पनि एकदम धेरै देखिन्छ दार्जिलिङमा अवस्थित कुम्भकर्ण हिमाल देखिन्छ त्यस्तै गरी ओकालो हिमाल देखिन्छ यसरी चाहिँ नेपालको चाहिँ जानेका लहर चाहिँ सेताब्द हिमालहरू देख्न सकिन्छ हाम्रो नेपाल त्यसै त प्रकृतिले चाहिँ एकदम धनी छ उत्तरमा जानेका लहर चाहिँ हिमाल भएको है दक्षिणमा चाहिँ हाम्रो समथर भूमि रहेको त्यसको मध्यभाग पहाडी भएको चाहिँ प्राकृतिक सौन्दर्यले परिपूर्ण पहाडी इलाकाहरू डाँडाकाँडाहरू भूतभूभाहरू र यो चाहिँ यो जङ्गल चाहिँ एउटा नेपालको चाहिँ दुर्लभ वन्यजन्तु अन्तर्गत अलिक रेड पान्डा पनि रहेको ठाउँ यहाँको अब जैविक विविधताले गर्दा पनि यो एकदमै महत्त्वपूर्ण ठाउँ वाउ लगभग 4-5 किलोमिटर होला अब सन्दकपुर हुँदै फर्केको यताबाट चाहिँ बाटो ढुङ्गाको यस्तो अप्ठ्यारो चाहिँ बाइकले नतानेर फेरि हिँड्दैछौँ साथीहरू पर पर्खिरहेछन् होइन सन्दकपुर पुगेर पर सबै त्यहाँ पनि जमेको टल्किरहेछन् सर बाटोहरू गाइस हामी चाहिँ यहाँ सन्दकपुर आउन अब 6 किलोमिटर बाँकी छ यहाँ बिच बाटोमा रोकिएर ट्याक्कै यसरी रोकिएर धरेन्दा यहाँ पिलित्त हिँड्दा अहिले मकै कफी ट्याक्क कफी खाने टाइम भइरहेछ हाम्रो ल है त गाइस सन्दकपुर पुगिन्छ कतिखेर अब भात खाएकै छैन अझै ल गाइस हेर्नु त कस्तो दामी भ्यू छ सन्दकपुर चाहिँ पारी डाँडा है डाँडा कटेपछि आउँछ ल अहिले हामी चाहिँ सन्दकपुर आउनलाई 2 किलोमिटर बाँकी छ यहाँबाट बाटो कन्फ्युज भएर कता जाने भयो होइन यताबाट आएको अहिले हामी जाने चाहिँ अब यता हो कि यता हो भइरहेछ क्या अब कता जाने भ्यू चाहिँ फेरि दामी छ यार कस्तो दामी छ यार ल गाइस 3 घन्टा भयो है म चाहिँ हिँडेको ठ्याक्कै है 3 घन्टा भइसक्यो यस्तो हिँडिरहेको छु कि म पारी हिमाल हेरौँ न गाइस त्यो देखेपछि कसम भनेको एकछिन गलेको पनि हराउँछ एकछिन यत्रो हिँड्छु गलेपछि हिमाल चाहिँ हेर्छु आनन्द
मर्न आँट्यो यार गाइस गलेर म त लगभग 7-8 किलोमिटर हिँडिसकेँ यार एक्लै हेरौँ है गाइस वरिपरि आँखाले देखुन्छ हिमालय म त यार आम्मा ल अहिले चाहिँ हामी सन्दकपुर आइपुगेको छ ठ्याक्कै होइन यस्तो गलेर आइएको छ आम्मामा यहाँ हेरौँ न गाइस ल भ्यू यस्तो छ अनि ल सुरेन सर अहिलेसम्मको यात्राको लागि के भन्न चाहनुहुन्छ तपाईँ सर केही छैन सर गलिएर फाँक भयो होइन म पनि पीडितै भइरहेको छु सन्दीपजी केही छैन सन्दकपुर छ अब यस्तै हो यस्तो दामी आयो नि सन्दकपुरको ए ल सन्दकपुरमा है गाइस हेर्दै गर्नु होला अब लगभग हाम्रो भिडियो थोरै मात्रै आउँछ अब क्लिपहरू ल सन्दकपुर आइपुगेको छ है हामी चाहिँ यस्तो छ कि ट्याक्कसँगले फोटो खिच्ने अरे सन्दकपुर हिमाल पनि दामी देखिँदो रहेछ 3610 मिटर हाइट 3610 मिटर रहेको छ अब यहाँबाट हामी लेफ्टतर्फ लाग्दछौँ यहाँबाट अब कहाँ पुगिन्छ हौ यहाँबाट जाने कहाँ अरे सर अब हामी इलाम हो यहाँबाट ल गाइस सन्दकपुरबाट सिधै ओह्रालो लागेपछि इलामतर्फको बाटोमा दुईटा बाटो आयो अब कताबाट जाने हो म हिँड्दै यहाँ 4-5 घन्टा भइसक्यो माथि सन्दकपुरबाट पनि हिँड्दै आएको माथि टपमा केटाहरू बाइक लिएर माथिबाट आउँदै हुनुहुन्छ होइन अब सबै अब अप्ठ्यारो बाइक पनि अप्ठ्यारो बिग्रेकै गरेर हिँडेछु म चाहिँ आम्मामा आज त 10-15 किलोमिटर त हिँडिसकेँ मैले आज ल गाइस यहाँ पछाडि यो तल्लो बाटो जस्तो लाग्यो जाने त अब कताबाट हो यहाँ ल तल्लै जस्तो लाग्यो तल्लोबाट जानुपर्छ अब सन्दकपुरबाट फर्किँदाखेरि यो ठाउँलाई के भन्छ कमेन्ट गरिदिनु होला गाइस मलाई नाम थाहा भएन होइन दुईटा घर रहेछ एउटा यो हो के संस्था होला अनि यहाँदेखि आयो दुईटा बाटो क्या अब कता जाने यो दुईटामा यही चाहिँ कन्फ्युज भयो है गाइस ल त गाइस सन्दकपुरबाट अलिक तल लगभग 5-7 किलोमिटर 7 किलोमिटर जति तल आइसकेको छ हामी दुईटा बाटो आयो अनि कुन बाटो फर्किने भनेर सोधेको यहाँ एकजना अङ्कललाई यो तल्लो बाटो अरे इलाम निक्लिने अब यहाँबाट हिँड्दै जाँदैछु गाइस म एक्लै हिँड्दैछु केटाहरूले है ल एक्लै लट्ठी झोला यसरी छु है म चाहिँ ल फेरि लागेँ यो इलाम पर्छ होला हौ पर्नु चाहिँ ल लाग्दैछु यहाँ अगाडि सबै फेरि यहाँ पनि खोला जमिरहेछ यार गाइस यत्रो घाम लागिरहेछ 3 बज्न आँटिसक्यो होला बेलुकाको र पनि यहाँ हेरौँ न यहाँ आइस झन्डै लडे आया यहाँ हेरौँ न यहाँ यसो अगाडि लु कस्तो चाहिँ जमेको छ त लु हेरौँ त आम्मामा पुग्दैन पुरै मोटो जमेको छ है सबै आम्मामा अनि यहाँ बाइक कसरी कटाउनु बाफ्रे पुरै जमेको छ यार 3 बजेसम्म बा टोलीहरू खोइ फेरि आइपुग्दैन नि यार हिँडेकै भइयो आज त इलाम चौरी चोक अरे गाइस यो चाहिँ होइन केटाहरू खोइ अझै आइपुगेन म त हिँडेकै आइपुगेँ माथिदेखि टपदेखि हिँड्दै आएको म ल हेर्दै गरौँ गाइस चौरी चोक अरे सिरी आइज ल बिरालो दामी रहेछ है सिरी आइज यहाँ दामी रहेछ त त्यहाँबाट त साकेसम्म झर्छ होइन यो ठाउँको नाम चाहिँ के अरे काला पोखरी इलाम होइन आम्मा 3100 मिटरमा रहेछ म अझै पनि
यो माथिल्लोपट्टि बाटो देख्नुभयो यो हजुर इन्डियाको बाटो हो नेपाली गाडी दिँदैन त्यो त्यो दिँदैन अब यहाँ बिचको बाटो जानु पऱ्यो होइन हजुर यहाँ पोखरी जस्तो छ बच्चा छेउबाट त फेरि तल काँक्रो निक्लिन्छ होइन हजुर 400 रवि आइपुग्न आँट्ने गयो राखे त्यो 400 फाल्के त्यो फाल्दै गरिदिनु आज भेट्दैन भोलि डाइरेक्ट अफिस कहाँ हो कहाँ हो कस्तो हुन्छ ए ठिक छ अर्को हप्ता कहाँ नआएर हुन्छ ल मोड खेल्नु पो बनाउँछ कहाँ हो फेरि यो कस्तो बबाल यार बिताङचो लेक अरे सिक्किम इन्डिया र नेपालको बोर्डर रहेछ नि भयो भने एक मिनटमा पनि सकिँदैन त हौ पल्टाएर बा यो कहाँ थियो हौ ल ल त गाइस अब यस्तो गर्छु हेर्ने 10,000 फिट हाइटमा रहेछौँ नि त 10,400 फिट हाइटमा आम्मा त्यही भएर पो बिरामी भइराखेको रहेछ त यार हामी त अनि ल सबै इन्डियन गाडीहरू मात्रै हुँदो रहेछ यार यहाँ त होइन सर कस्तो दामी यार काला पोखरी है गाइज काला पोखरी बतासे अरे बतासे 1 किलोमिटर ओर्लिम दार्जिलिङ 52 किलोमिटर माने भन्ज्याङ 25 ल अब हामी 4 घण्टामा राँके पुग्छौँ है गाइज सन्दकपुर गाउँपालिका रहेछ गाउँपालिका चाहिँ दार्जिलिङ त अनि कति अरे 51-52 किलोमिटर मात्रै रहेछ त अनि ल हामी अहिले यहाँसम्म आइपुग्यो यो बोर्डर हो नेपाल र इन्डियाको सर यो बोर्डर नेपाल इन्डियाको बोर्डर है ये हो ल बिच सुरु भयो यार गाइज बल्ल बल्ल सन्दकपुरमा रेड पान्डा एरिया क्षेत्र है यो चाहिँ फेरि ल 5 थरको हिले आइपुगेको छ है हामी चाहिँ अहिले 5 थरको हिले 2480 मिटर हाइट ए इलामको चाहिँ हिले हो 5 थरको पनि हिले थियो है यो इलामको हिले हो इलाममा पनि हिले 3टा जिल्लामा हिले ल यो चाहिँ इलामको हिले अरे साथीहरू ल 5 थरको हिले त अस्ति भिडियोमा देखाइसकेको छ हामीले ल माबुथान है 2500 मिटर माबुथान डाँडा इलाम धोत्रे ताल आवाज छ होइन पछाडिकोमा ए छ क्या धोत्रे ताल भन्ने ठाउँ है गाइज ल इलामको ल हामी जोर पोखरी आइपुग्यो अहिले यताको बाटो इलाम हुँदै माई पोखरी ल माई पोखरी आइपुगेको छ हामी चाहिँ इलामको ल
माइपोखरी पछाडि आज हामी सन्दकपुर लेखेको रहेछ माइपोखरी रामसार क्षेत्र सन्दकपुर इलाम ल इलामै साथीभाइहरू ल देउराली टोड्के खोइ कहाँ छ दाइ सर पोखरी ए औ माइपोखरी ल माइपोखरीहरूमै साथीहरू यहाँ बाहिरबाटै दर्शन गरौँ ल 6 नम्बर बुधबारे आइपुग्यो है गाई हामी चाहिँ अब चाहिँ बल्ल बल्ल यहाँ रहेछ है हाम्रो डेडीको एल्बमको 62 सालको एल्बम है यो चाहिँ त्यतिखेरको बल्ल बल्ल 4 दिन पछाडि राजा रानी आइपुग्यो है गाई चाहिँ कोठा अगाडि आइपुगेँ ब्लग यहीँ इन्डिङ गरेँ मैले यहाँसम्म हेरिदिनु भयो फेरि अर्को ब्लग आउँदैछ धन्यवाद ल